स्ट्रगलको विषयमा चाहिँ कस्तो एउटा परिवेश आयो भन्दाखेरि जब म परिपक्वता नहुँदा म भनौँ न त्यो एउटा टिनेजमा न म भविष्यको चिन्ता छ न मेरो भनौँ न विगतको म सिर्फ वर्तमानमा रमाएर हिँड्ने मान्छे मलाई साथीभाइ भएपछि कोही चाहिन्थेन साथीभाइलाई जिने गरेर हिँड्थ्यो एक्कासी यस्तो भयो मैले अनि बाबा बिरामी हुनुभयो एकचोटि हजुर बाबा र मम्मी काठमाडौँ जानु हो अनि बाबाको त्यो चेक गर्ने बेला लगभग 2-3 महिना लाग्यो त्यो बाबाको त्यो फलोअपको लागि लास्ट टाइममा अनि म गएँ काठमाडौँ त्यसपछि अनि बाबाको ठ्याक्कै हो त्यो बेला मैले बिहा पनि गरेको थिएँ क्या होस् त्यो म ठ्याक्कै बिहा गरेको वर्ष हो कि मैले मेरो बिहा गरेँ मैले हजुर बिहा गर्ने बित्तिकै 2-3 महिनापछि बाबा बिरामी हुनुभयो बाबा बिरामी भएपछि अनि काठमाडौँ गएर मम्मी र बाबा जानुभयो पहिला म त अब घरको हेर्नु पऱ्यो नि त फेरि भनेर अनि पछि 2 महिनापछि मम्मी आउनुभयो म गएँ म जाँदै गर्दाखेरि फाइनल टेस्टपछि चाहिँ बाबालाई क्यान्सर भनेर आयो कि रिपोर्ट हाम्रो त्यसपछि अनि मैले धेरै अब छ होइन जस्तो त्यो क्यान्सर भन्ने बित्तिकै अब म आफ्नै मेरो भविष्य सेक्योर छैन म बेरोजगार छु त्यो बेला म मेरो अब भनौँ न श्रीमती विषयमा पछि आउँला होइन त्यसपछि म आफैलाई पैसाकै अभाव थियो घर खर्च धान्न सक्दिनँ मैले खर्च कसरी चलेर म भन्ने म यसमा आउँथेँ उपचारको लागि मैले अलिअलि सेभिङ गर्नु भएको थियो बाबाको बाबा सेभिङ पैसा पनि सबै सक्यो त्यो बेला बल्ल मेरो लाइफले अलिकता चेन्जेस आयो कि मेरो लाइफमा चाहिँ पैसा के हो पैसाको महत्त्व मैले बुझेँ त्यसपछि आफन्त के हो दुःख पर्दाखेरि कोले साथ दिँदो रहेछ सुखमा को हुन्छ दुःखमा के रहेछ भन्ने कुरा मैले बल्ल बुझ्न मौका पाएँ मैले बाबाको 11 महिना मैले ट्रिटमेन्ट गरेँ जब क्यान्सर फाइनल स्टेज भएपछि नि बाबाको मैले 11 महिना ट्रिटमेन्ट गर्दाखेरि मैले पैसा र आफन्त सबै चिनेँ मैले त्यो बेला के रहेछ त पैसा कस्तो कस्तो आश्वासन दिने मान्छेहरू मेरो जीवनमा जब मलाई पर्यो नि ती मान्छे सबै विलिन भएर गयो